एकजना 16 वर्षको किशोरलाई 3 वर्षको बालिकाको बलात्कार र हत्याको घटनामा चाहिँ उसलाई समातेर बयान लिँदै गर्दाको क्रममा प्रहरी साथीभाइहरूले भिडियो लिनुहुन्छ है। भिडियो त लिनुभयो, तर सामाजिक सञ्जालमा कसरी यो भाइरल भयो, कसरी आउट भयो? यो माथिको फोटो जुन छ नि, यो त्यही भिडियोको हो। अहिले सामाजिक सञ्जालभरि एकदमै भाइरल छ, सुनि नसक्नु छ है। यो भिडियो पुरै आउट भइसके पछाडि चाहिँ प्रहरीले अनुसन्धान गर्दाखेरि आफ्नै त्यही है हवलदार कुमार विकले आफ्नो मेसेन्जर मार्फत आफ्नै साथीलाई पठाएको पछाडि चाहिँ यो चाहिँ भिडियो एकदमै भाइरल भएको भन्ने आएको छ हैन। अब प्रहरी हाम्रो साथीभाइबाटै यस्तो भिडियो आउट भइसके पछाडि अब के नै पो गर्न सकिन्छ र हेर्नुहोस् त, यस्तो पनि कहीँ हो? आफ्नो कमेन्ट गर्नुहोस् त। र गोपनीयताको अधिकार हनन भएको आधारमा चाहिँ उहाँलाई अहिले अनुसन्धान गरिरहेको छ भन्ने खबर आएको छ है साथीहरू।